फाइनली गाइज सदा चाहिँ आज पनि छुट्टीको दिन सटरडे रहेको छ। भोलि पनि सन्डे छुट्टी छ। त्यही भएर कति रुममा बस्ने भनेर सदा चाहिँ हामी ओखर टिप्न जान्थ्यौँ। आज भने चाहिँ हामी रुमबाट 4 जना साग र पालिङ्गो साग चाहिँ टिप्नका लागि अनि सिस्नो भेट्यो भने सिस्नो टिपेर अर्ग्यानिक खाउँ भनेर यता नारद भाइ अनि त्यस्तै गरी जसबहादुर अनि अनिल सर हामी 4 जना चाहिँ राष्ट्रतर्फ अगाडि बढ्यौँ। एकदम चिसो छ यहाँ अहिले रोमानियामा भन्नुपर्दा चिसो रहेको छ। डाँडाकाँडामा ढकमक्क माथि लेक साइडतिर हिउँले ढाकेको छ। सो हिउँकै बाफ होला यहाँ आएर एकदम चिसो भएको छ। आज म कुनै पनि नयाँ नौलो ठाउँमा गएको छुइनँ। यो आफ्नै सेरोफेरो रुमको सेरोफेरोमै रहेर क्रिस्टियनबाट नै भिडियोलाई अपलोड गरिरहेको छु। सो यता नारद भाइ अनि म यात्रामा बढिरहेको छु। अगाडि देख्नुहुन्छ एकदमै धुम्म भएको छ। माथि डाँडाकाँडा बादलले ढकमक्क ढाकेको छ। आकाशमा पनि बादलले ढाकेको छ। चिसो छ। चिसो मौसमसँगै हामी केही पनि प्रवाह नगरिकन अगाडि यात्रालाई बढाइरहेको छौँ। अर्ग्यानिक यहाँ रोमानियाको सिस्नो र पालिङ्गो साग खाऊँ भनेर यात्रालाई अगाडि बढाइरहेको छौँ। सो गाइज म चाहिँ जेब्रा क्रसिङ गरेर यता बढिसकेको छु। साथीहरू पनि पछाडि आउँदै हुनुहुन्छ। अलिकति गाडीको चापाचापले गर्दाखेरि होल्डमै बस्नुभयो। यो बाटोमा 2 महिना अगाडि गर्मी भएर हामी चाहिँ टी सर्ट लाएर हिँडिरहेको थियौँ। आज भने एकदम टोपी लाएर हिँड्नुपर्ने बाध्यता छ किनकि एकदम चिसो छ। माथि डाँडाहरू देख्दै हुनुहुन्छ। सो हरियाली थियो अहिले एकदमै ताप्तान्ने भइसकेको छ। पत्ताहरू पनि झरिसकेको छ। आकाशमा देख्नुहुन्छ बादलको मुटु बादलले ढकमक्क ढाकेको छ। पहिला क्लियर हुन्थ्यो यो आकाश। सो आज क्लियर छैन। चिसो छ। एकदमै चिसोको प्रवाह नगरिकन हामी चाहिँ पालुङ्गो साग टिप्न र सिस्नो टिप्नतर्फ यात्रालाई अगाडि बढायौँ। मेरो क्यामेरामा बुद्धि आएर जापाली नारद भाइ उभिनुभयो। त्यही भएर एकअर्कामा भलाकुसारी गर्दै हामी यात्रालाई अगाडि बढाइरह्यौँ। पछाडि 2 जना साथीहरू जसबहादुर र अनिल सर आउँदै हुनुहुन्छ। यहाँ जेब्रा क्रसिङ रहेको छ। एकदमै गाह्रो छ। जेब्रा क्रसिङ पनि हेर्नै पर्यो। सो गाडीहरूको चापाचाप पनि अत्याधिक छ आज किनकि छुट्टीको माहौल भएर होला गाडीहरू एकतर्फमा कुदिरहेको छ। हामी पनि पैदल यात्रा गरिरहेको छौँ। अब भने हामी यो राजमार्गलाई छोडेर मेन रोडलाई छोडेर जङ्गलतर्फ यात्रालाई अगाडि बढाउँदैछौँ किनकि हामीलाई पालुङ्गो साग र सिस्नो टिप्न आतुर थियो अर्ग्यानिक खाऊँ भनेर। सो 2 जना चाहिँ भलाकुसारी गर्दै यात्रालाई अगाडि बढाइरह्यौँ। पछाडि भने 2 जना साथीहरू हाम्रो पछि फलो गर्दै आइरहनु भएको छ। सो तपाईँले देख्दै हुनुहुन्छ चिसो छ। आज चिसोको प्रवाह नगरिकन हामी चाहिँ रुमबाट निस्केको 4 जना अर्ग्यानिक साग र सिस्नो खाऊँ भनेर। सो हामी चाहिँ जङ्गलतर्फ यात्रालाई अगाडि बढाइरहेको छौँ। पछाडि देख्दै हुनुहुन्छ होटल एरियाहरू हो यो रेस्टुरेन्टहरू हो। सो अहिले चाहिँ सिजन सकिएको छ। होटल एरियाहरू एकदमै बन्द भएको छ। हामी भने चाहिँ वेयर हाउसमा काम गरिरहेको छौँ। त्यही भएर वेयर हाउसको छुट्टी 2 दिन छ। हप्तामा 5 दिन काम। अहिले हामी चाहिँ
किन 2 दिनको छुट्टीलाई चाहिँ सदुपयोग गरौँ भनेर अगाडि बढाएछौँ। अब देख्दै हुनुहुन्छ हामी यो यात्रालाई अगाडि बढाइरहेका छौँ। सो हामी चाहिँ पालुङको साग र सिस्नुको खोजीमा हिँड्दाखेरि मैले अगाडि देखेँ यो तितेपाती। मलाई मन पर्यो, त्यही भएर 2 थुम्का चुडेर चाहिँ ल्याएँ। अनि यसो हेरेर बास्ना सुँगेको नेपालको जस्तै रहेछ, यसको फ्लेभर नेपालको जस्तै छ। त्यही भएर मलाई चाहिँ 2 थुम्का गोजीमा हाल्न मन लाग्यो। यता देखेँ सयपत्री फुलको जस्तो पात रहेको छ, तर फुल चाहिँ सयपत्री। उता नारायण भाइ भने चाहिँ तितेपाती नै टिप्न व्यस्त भए। मैले सोधेँ, तिमी किन चाहिँ तितेपाती टिप्छौ त नारायण भाइ? दाइ, यो त उडुस भाग छ, यसको स्प्रे बनाएर उडुसलाई हान्नुपर्छ, उडुस भाग छ। किनकि हाम्रो रुममा चाहिँ उडुसको एकदमै प्रभाव छ क्या। त्यही भएर उहाँ चाहिँ टिप्नमा व्यस्त भए। यता अर्कोपट्टि हेरेँ, पुरा बास्ना पनि लिएँ, सुकेको रहेछ। साङ बाल्न पनि एकदम हुन्छ, नेपालको जस्तै टेस्ट छ। तितेपाती नै टिप्न व्यस्त भयो। साग र सिस्नुको चाहिँ खोजीमा हिँडेको मैले चाहिँ तितेपाती देखेँ, त्यही भएर नेपालको जस्तै लागेर म तितेपाती टिप्नमा व्यस्त भएँ। साथीहरू पनि तितेपाती टिप्नमा व्यस्त भयो। फ्लेभर हेर्छु, सुन्छु नेपालको जस्तै छ। सो गाइज, माथि घाम लागिरहेको छ, यहाँ पनि चिसो भइरहेछ। यता साथीहरू भने तितेपातीलाई गोजीमा लगाएर यात्रालाई अगाडि बढाउनमै कसुर रहे। यहाँ खै सिस्नु छ भन्छन् साथीहरू, म चाहिँ कालो चस्मा लाएर हिँडेको सिस्नै देखिनँ। यही होला सिस्नु। टिप्नु त भनेको थोरै रहेछ, त्यही भएर अन्य ठाउँमा टिपौँ भनेर यात्रालाई अगाडि बढाउन सुरु गरेँ। ओखरको बोट देख्यो, मन त त्यतै डुल्छ। ओखर छ कि भनेको, तर ओखर रहेन रहेछ। जसबहादुर भने ओखरै हेर्नमा व्यस्त भयो, म भने क्यामेरालाई अन्तै डुलाएर भिडियोलाई कैद गर्न खोजेँ। माथिबाट पारिलो घामले हानिरहेको छ, तर पनि चिसो भान भएको छ। बादलको बुङ्टो अनि बादलको मुनि ट्रेनको यात्रा अगाडि बढिरहेको छ। म क्यामेरालाई कैद गरेँ। सो यही ट्रेनबाट हामी ब्रासुप र क्रिस्टियन चाहिँ आवत जावत गर्ने गर्छौँ। सो बसमा पनि गर्ने गर्छौँ। तल हेरेँ, खोला बगिरहेको छ। मैले क्यामेरालाई यताउता डुलाएँ। माथि हेरेँ, बादलको बुङ्टोले छोपेको छ डाँडाकाँडा। ओहो, साँच्चै नै एकान्त ठाउँ, सुनसान ठाउँ। तल भने खोला छङ छङ कराउँदै बगिरहेको छ। क्यामेरा खोलातर्फ नै अगाडि बढ्यो। क्यामेरा डुलाउँदै जाँदाखेरि मैले यसो साथीहरू देखेँ अनि साथीहरूलाई सोध्दै जाँदाखेरि उहाँहरू त पालुङको साग र सिस्नुकै खोजीमा हुनुहुँदो रहेछ।
क्यामेरालाई अन्ततिर डुलाएँ, पारी पारी डुलाएँ। एकदम घनाघोर जङ्गल रहेको छ, बिचमा खोला छङछङकराउँदै बगिरहेको छ। म चाहिँ क्यामेरालाई डुलाउँदै अगाडि बढेँ युरोपको जङ्गल। अलिकति मलाई सर्पको पनि डर थियो, सर्पले डस्छ कि भने। अनि माथिको डाँडाकाँडालाई क्यामेरामा कैद गर्दै अनि साथीहरूको तस्बिरलाई पनि घरिघरि खिच्दै यात्रालाई अगाडि बढाएँ। साथीहरू भने सिस्नुको खोजीमै हुनुहुँदो रहेछ अनि पालङको सागको खोजीमै हुनुहुँदो रहेछ। तर म भने सिस्नु र पालङको खोजी होइन, क्यामेरालाई डुलाउन नै आतुर भएँ। यसो अगाडि क्यामेरालाई देखाएँ, हेर्दाखेरि मासरालीको लहरा जस्तो देखेँ, झुम्का झुम्का। त्यसैमा मेरो क्यामेरा डुलिरह्यो। फाइनली गाइज चिसो छ, मैले अघि पनि भनिसकेँ। साथीहरूसँग एकदमै छुट्टीको सदुपयोग गर्न पालङको साग र सिस्नुको खोजीमा हिँडिरहेको छौँ। हिँड्दा हिँड्दा थकित भयो अनि सो माथि देख्छु डाँडाकाँडा, तर यात्रालाई अगाडि बढाइरह्यौँ। हाम्रो जसबहादुर सर र नारायण सर चाहिँ अगाडि भलाकुसारी गर्दै हिँड्नुभयो। म भने ब्याकग्राउन्डमा माथिको डाँडालाई नै खिच्न आँखा पुग्यो, त्यही भएर जुम घरिघरि खिचिरहेको छ। गाडीहरू एकातर्फ बगिरहेको छ सु राजनुतर्फ, अनि उता ब्रासोकतर्फ पनि बगिरहेको छ। क्यामेरालाई जुम घरिघरि खिचेँ। सिस्नुको खोजीसँगै हामी चाहिँ एउटा पार्कमा आइयो, जहाँ क्रिस्टियनको पार्क रहेको छ। मेरो रुमको नजिकै रहेको छ। यहाँ चाहिँ फुटसल भयो, त्यस्तै गरी जिम गर्ने, एक्सर्साइज गर्ने ठाउँ पनि रहेछ, बास्केट खेल्ने ठाउँ पनि रहेको छ। त्यस्तै गरी क्रिस्टियनको चाहिँ कुनै पनि फुटबलको एउटा गेम भयो भने सो गेमको ग्राउन्ड पनि रहेको छ। त्योतर्फ नै हामी अगाडि बढ्न थाल्यौँ। यहाँ अगाडि देख्दै हुनुहुन्छ फुटबल ग्राउन्ड, अनि सो फुटबल ग्राउन्डको छेउमा रहेको छ एउटा घर। सो अघि मैले देखाएँ, त्यहाँ चाहिँ बक्सिङ पनि हुन्छ, अनि त्यस्तै गरी रेस्लिङहरू पनि हुन्छ। सबै खेल्ने त्यहाँ चाहिँ एउटा यो पछाडि ब्याकग्राउन्डमा रहेको चाहिँ हलमा चाहिँ खेल्न सकिन्छ। अनि मेरो ब्याकग्राउन्डमा रहेको छ फुटबल ग्राउन्ड रहेको छ। अनि यो रहेको छ पार्कको छेउमा। अगाडि देख्दै हुनुहुन्छ दर्शकहरू बसेर चाहिँ यो ग्राउन्डमा चाहिँ फुटबल खेल्दाखेरि हेर्ने एउटा स्टेडियम बनाएको छ। सो साँच्चै नै रमाइलो लाग्यो। सो स्टेडियममा चढ्ने पनि म चाहिँ मन लागेर अगाडि बढाएँ। काठको सिँढी रहेछ, अनि बिचबिचमा मान्छे बस्ने एकदमै मजाले लबरको चाहिँ कुर्सीहरू राखेको रहेछ। पछाडि खोला बगिरहेको छ, अगाडि भने फुटबल ग्राउन्ड। साँच्चै नै दुबो रोपेर हरियाली छ, एकान्त र शान्त ठाउँ। र साथीहरू पनि अगाडि यात्रालाई निकालिरहेको छ यो। अनि भलिबल खेल्ने ठाउँ पनि रहेको छ। यो रहेको छ एक्सर्साइज गर्ने। म चाहिँ जसबहादुर सरलाई क्यामेरा दिएर एक्सर्साइज गर्नतर्फ नै अगाडि बढेँ, किनकि आएपछि गर्नुपर्छ भनेर। सो पहिलो स्टेपमा आएँ मेरो जिउलाई फिट गर्नको लागि, माथि तल माथि तल। सो यही गर्नतर्फ नै आतुर भयो। एक्सर्साइज गरेरै जाउँ भनेर म एक्सर्साइजतर्फ लागेँ। त्यो सके पछाडि अगाडि बढियो। यहाँबाट बस्ने ठाउँ रहेछ, अनि 2-3 सिँढी माथि चढेर रेलिङबाट एक हातले अर्को हातले गर्दै अगाडि बढ्नतर्फ लागेँ। त्यति सकेर म ओर्लेको थिएँ। जसबहादुर सरले भन्यो रेलिङ गर्दै घुम्दै घुम्दै यता आउने हो भनेर क्यामेरालाई डुलाउन थालेँ। सो केही प्रभाव छैन, मैले जानिनँ, त्यही भएर अगाडितर्फ बढेँ। यहाँदेखि उल्टी हान्ने जुन उल्टो फोल्डिङ हान्ने रहेको छ, एकचोटि ट्राई गर्छु भनेर फोल्डिङ हाने। सो सकिनँ, त्यही भएर
नजिकमा रहेको पार्कमा आएर सो एकछिन रेस्ट गर्नेतर्फ लाग्यौँ। साथीहरू पनि थपी भएर हिँड्दा हिँड्दा पार्कमा बसिरहनु भएको छ। म पनि क्यामेरालाई अगाडि पछाडि गर्दै डुलाउँदै ब्याकग्राउन्ड देखाउँदै बसेँ। सो देख्नुहुन्छ यो चाहिँ एउटा क्रिस्चियनको खुसल भन्ने ठाउँ हो। अनि सिस्नु टिप्नतर्फ नै लाग्यौँ हामी। सो अब चाहिँ सिस्नु ज्याङमा आइपुग्यौँ। साथीहरूले भने म चाहिँ टिप्दिनँ पोल्छ भनेर पन्जा लिन बिर्सेछु। सो त्यही भएर सिस्नु चाहिँ मैले खाली हातले टिप्दैछु। देख्दै हुनुहुन्छ पोली पनि रहेको छ, तर त्यसलाई केही प्रभाव नपानिकन हातले टप्प टप्प टिप्दै झोलातर्फ हाल्न आतुर भएँ। एकदम छानी हालिरहेको छु क्या, किराले पनि खान्छ। सो त्यो किराले खाएको चाहिँ नहालौँ भनेर बताउनु हुन्न होला भनेर मैले नारायण भाइलाई भने जुम गरी देखाउनु है सिस्नु टिप्दैछु भनेर। बोलिरहेको छ सिस्नुले, तर पनि त्यसको प्रभाव नमानिकन झोलामा टप्प टप्प टिप्दै हालिरहेको छु। पोल्दैछ, देख्दै हुनुहुन्छ हातमा। गोर्खेको छोरा हो, अलिअलि त पोल्छ नि होइन। त्यही भएर रोमानियन अर्ग्यानिक सिस्नु खाउँ भनेर हामी चाहिँ सिस्नु टिप्नतर्फ नै आतुर भयौँ। उता नारायण भाइ क्यामेरामा व्यस्त हुनुहुन्छ, मेरो हात पोलिरहेको छ। सो सिस्नु टिपेर पनि हामी अब रुमतर्फ फर्क्यौँ। चिसो छ गाइजहरू, अब रुममा गएर पनि हामीले सिस्नु पकाएर खानुपर्छ। चिसो छ, साथीहरूले टिपेन, मैले चाहिँ टिपेँ। माथि भिरा बादलले ढाकेको छ, हिउँले ढकमक्क छ। अस्तिको भिडियोमा पनि देखाएँ, हेर्नुहोस् यो क्षेत्रमा चाहिँ हिउँ परिरहेको छ क्या गाइजहरू। देख्दै हुनुहुन्छ पक्लेर झर्दैछ। अब यता पनि पर्ने एकदम सम्भावना छ। चिसो छ, त्यो हिउँको भापले होला यहाँ एकदमै चिसो भइरहेछ, हात पनि पोलिरहेछ। सो ठिकै छ, अब रुममा गएर हामी सिस्नु पकाएर खाने हो गाइजहरू। आज सिस्नु र पालुङको सागको खोजीमै हामी यात्रालाई अगाडि बढाएका थियौँ। सो सिस्नु पनि टिपिसक्यो। अब हामी रुममा गएर चट्टसँगले मजाले बनाएर खाने हो। एकदमै चिसोमा चिसो बनाएर। यता देख्दै हुनुहुन्छ चिसो छ। यता रोमानियनहरू पनि कन्टेनरमा खै के लोड गर्दैछ। छुट्टीको बेला हो, तर पनि उनीहरू छुट्टी हुँदो रहेन रहेछ। रोमानियामा कन्टेनर चाहिँ यस्तो छ गाइजहरू, माथि बादलले नै ढाकेको छ। खालि मेरो चाहिँ नजर पुग्छ डाँडा काँडा र बादलतर्फ।